हरेक सफलताका पछाडि सङ्घर्ष, धैर्य र अटल विश्वासको कथा लुकेको हुन्छ। सीमित अवसर, कठिन परिस्थिति र अनिश्चित भविष्यबीच पनि आशालाई जोगाइराख्दै अघि बढ्ने साहस नै सफलताको वास्तविक आधार हो। यस यात्रामा चुनौतीहरू कम थिएनन्, तर निरन्तर प्रयास, सही मार्गदर्शन र आत्मविश्वासले ती चुनौतीहरूलाई अवसरमा रूपान्तरण गर्यो। आज देखिने उपलब्धि केवल एक व्यक्तिको मात्र सफलताको कथा होइन, यो समुदाय, परिवार र सहकार्यको संयुक्त परिणाम हो। यो सफलता कथाले देखाउँछ कि जब अवसर र प्रयास एकै बिन्दुमा भेटिन्छन्, तब असम्भव देखिने सपना पनि सम्भव बन्छ। यसले केवल उपलब्धि मात्र होइन, आत्मसम्मान, आत्मनिर्भरता र भविष्यप्रतिको नयाँ आशा पनि जन्माएको छ। हामी यो कथा साझा गर्दैछौँ प्रेरणाका लागि, विश्वासका लागि र ती सबैका लागि जो अझै आफ्नो यात्राको सुरुवातमै छन्, किनकि प्रत्येक सङ्घर्षको अन्त्यमा सफलताको उज्यालो अवश्य हुन्छ। मेरो नाम सविता देवी माझी, ठेगाना ग्रामथान गाउँपालिका वाडा नम्बर 1 लखनतरी मोरङ। म एउटा सानो कृषक हुँ। सुरुवात गर्दाको अवस्था यसो घरैसी प्रयोजनको लागि गर्ने गर्थे। यी संस्थाहरूबाट तालिम दिस पश्चात अहिले 5-7 कट्ठामा तरकारी लाउने गरेको छु। कोक्याप ग्रामथान गाउँपालिका, मेडेप कृषि ज्ञान केन्द्र, गरिबी निवारण लगायतका संस्थाहरूले तालिम दिएर म यो कृषि काममा लागेको छु। सुरुवातको लगानी आफ्नै घरको र अलि सहकारीहरूबाट लिएर लगानी गरेको। अहिले अझ 10 कट्ठामा बढाउने योजना लिएको छु। बाख्रा, सुँगुर, हाँस, कुखुरा, परेवा, माछा पालन पनि गरिराखेको छु र यसमा अझ लक्ष्य बनाउने, फर्म बनाउने, पाल्ने योजना छ। छरछिमेकका मानिसहरूले पनि मेरो व्यवसाय देखेर तरकारी खेतीहरू पनि गरिराखेका छन् र बजारसम्म पनि बेचबिखन गरिराखेको छ। मासिक आम्दानी 25,000 जति आउँछ र आफ्नो जीविकोपार्जन राम्रोसँग भइराखेको छ र यो सङ्घ संस्थाहरूलाई, कोक्याप संस्थालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अचारहरू बनाउन सिकेर अचारबाट हामीलाई धेरै थोरै आम्दानी भएको छ, किनकि अब टाढा विदेश माछा नै लान नमिल्ने भएको हुनाले माछाको सुकुटी लानुहुन्छ, अचारहरू लानुहुन्छ। अमेरिका, अस्ट्रेलिया, जापान जस्तै तपाईँको साउदी, कतारहरू जाने दाजुभाइहरू, दिदीबहिनीहरूले अचार अर्डर गरेर अचार लानुहुन्छ। अनि प्लस त्यही माथि मैले मासुको अचारहरू पनि गराउँछु, अनि अन्य मुलाका अचारहरू पनि गराउँछु। आँपको अचारहरू छ, खुर्सानी, निम्बु सबै अचारहरू गराउँदाखेरि सबै चाहिए अनुसारको अर्डर गरेर साथीहरूले फेसबुक, टिकटक, अनलाइनबाट साथीहरू सबैजनाले सहयोग गरेर व्यापार भएको छ। र अनि पसलबाट पनि मेरो त झन् मुख्य स्रोत भनेको पहिलेदेखि पसलै हो, किनकि छोराछोरी सानो हुँदाखेरि मैले अब छोराछोरी छोडेर अरूको जागिर गर्न जान भन्दा, ढुङ्गा माटोमा अन्त खेल्न जान भन्दा सानो भयो नि चिया पसल गर्छु भनेर सुरुवात गरेको थिएँ सानो लगानीबाट। त्यहीबाट मैले जीविकोपार्जन गर्दै गर्दै आउँदा छोराछोरीलाई पनि, बाबुलाई नि 10 पढाएर एसएलसी बोर्डिङमै पढाएँ, नानीलाई पनि पढाएँ। अहिले त्यस पछाडि नानी अहिले हामीले नि बोर्डिङमै हालेछौँ, सरकारीको भयो भने बोर्डिङमै छन्। बाबु चाहिँ +2 गरेर काठमाडौँतिर छन्। योबाट नि राम्रै भएको छ, मेरो रेस्टुरेन्टबाट म कहीँ जानु परेको छैन। राम्रो आय आम्दानी भएर राम्रो छोराछोरीलाई लालन पालन गरेर आफूले पनि पुगेर सानो एउटा बस्ने बास समेत गराउन सफल भएको छु। नमस्ते, मेरो नाम शिवप्रसाद तिवारी, पोखरा 28 मास्टाना। हामी यस कृषिमा एकदमै आबद्ध, कृषिमा असाध्यै चाहिँ हामी पुग्छ। हामीबाट चाहिँ हामीले असाध्यै कृषिको चाहिँ काम गर्नमा हामी एकदमै निपुण र हाम्रो कृषिमा असाध्यै चाहिँ क्षति हुने अथवा हानि हुने किराहरूको लागि चाहिँ हाम्रो यो कोक्याप भन्ने एउटा संस्थाले चाहिँ हामीलाई चाहिँ एउटा चाहिँ त्यो टाँसिने खालको एउटा पेपर जस्तो एउटा चाहिँ हामीलाई एउटा सामग्री दिनुभएको थियो। त्यसमा चाहिँ निकै चाहिँ त्यो किराहरू अथवा चाहिँ त्यो चाहिँ आउने किरा, मसिना चाहिँ झिँगाहरू, अनि त्यो के भन्छ लहरेबारीमा लाग्ने अरू चाहिँ किराहरू, तिनीहरू चाहिँ सबै टाँसिँदै गयो। टाँसिए गए पछाडि हामीले चाहिँ बोडी, सिमी, करेला
लगायतका यो हिउँदे सिमीहरू हिउँदे तरकारीले हामीले चाहिँ राम्रो तरिकाले चाहिँ खान पाउने अवस्थामा पनि रह्यौँ र हामी चाहिँ अहिले हामी एकदमै कृषिमा चाहिँ पुग्छ। म चाहिँ अब बाख्रा पालन कुखुरा पालन लगायत भैँसी गोरु मेरो घरमा सबै चाहिँ वस्तुहरू भएको अवस्था छ। हामीलाई यो कोक्याप भन्ने संस्थाले चाहिँ दिएको जुन चिज थियो त्यसमा हामी एकदमै चाहिँ आत्मनिर्भर रहन पनि चाहिँ त्यसले एकदम सहयोग गरेको छ भन्दै अब मेरा कुराहरू चाहिँ म यहीँ टुङ्ग्याउँछु। हस्, धन्यवाद। इटा कुखरा कंपनी के एकदम धन्यवाद दिए चाहछे। पंकजी कुखरा पालन संबंधी हमरा से तालिम ले लेनी छल, तब लेनी तो बहुत बढ़िया लगली। हमरा से कुखरा पालन संबंधी नई छली जानकारी किने के पाल छे किने फोन कर छे नई छली जानकारी इटा तालिम लेनी तो बहुत जानकारी पेनी कि कहीं जे कौन दवा खुआवे पड़ती भ्याक्सिन कौन टाइम में लगावे पड़ती इना सब कुछ जानकारी पेनी और इना जानकारी पाके एकदम उत्साहित हेलिस जे हम रुसना कुखरा पालन करबी कहीं के इतना करथे हमें अपन बनाई है इतने नमस्कार, मेरो नाम राधाकृष्ण भुर्तेल, पोखरा महानगरपालिका वार्ड नम्बर 28 साबिक मास्टना 6 भुर्तेल गाउँ। मैले यो रोबस्टा प्रजातिको केरा लगाएको बिक्री गर्न लगाएको 5 वर्ष भयो। अहिले यो रोबस्टा प्रजातिको केरा बिक्री गर्दछु। लेखनाथको वार्ड नम्बर 26, 27 र 28 मा यो के अरे व्यावसायिक रूपमा बिक्री गर्दछु। उक्त केरा पहिला सुरुमा आजभन्दा 5 वर्ष पहिला सुरुमा यो दिनको 1 भारी कटाउन गाह्रो थियो। अहिले तपाईको दिनमा 3 भारी 4 भारी कटाउँछु। पहिला 4000 रुपैयाँ पनि किस्ता हाल्न गाह्रो थियो भने अहिले महिनाको 20000 रुपैयाँ किस्ता हाल्छु। घर खर्च चलाएको छु। गाउँको केरा पनि कलेक्सन गर्छु, आफ्नो केरा लैजान्छु र लेखनाथमा अहिले यो केरालाई ग्राहकले साह्रै मन पराउनु भएको छ। यो विशुद्ध अर्गानिक, यसमा विषादी प्रयोग गरिँदैन। यसलाई एउटा प्लास्टिकको बोरामा मुख बाँधेर पाकेपछि बजारमा निकालेर लैन्छ र अहिले मैले 3-4 वटा ब्याङ्कहरुमा यो केरा बिक्री गर्दछु। उनीलाई क्यूआर को पनि व्यवस्था गरिएको छ। क्यूआर छ र मोबाइल सानो मोबाइलमा मेसेज आउने बनाएको छु। उक्त के अरे बनाएको छु र मासिक रूपमा मैले पहिला दिनको 3000 का दरले 15-20 हजार को केरा बेच्दैन्थ्यो भने अहिले मासिक दिनको 5 देखि 7 हजार को बढीमा 15 हजार सम्मको केरा बिक्री गर्दछु। त्यसैले 1 देखि 1.5 लाख सम्मको कुनै महिना राम्रो व्यापार हुँदा 1.5 लाख को र ठिकठिकै हुँदा 1 लाख को सम्म केरा बिक्री गर्दछु। मेरो नाम अङ्गरलाल माझी, घर ग्रामथान गाउँपालिका वडा नम्बर 4। म कोक्याप भन्ने संस्थाले अहिले हाम्रो 4 नम्बर वार्डमा कुखुरा पालन तालिम दिइराखेको छ। 2 दिने तालिम। पहिला चाहिँ म कुनै पनि तालिम लिएर कुखुरा पाल्ने थिएँ, आफ्नै तरिकाले कुखुरा पालिराखेको थिएँ। यो संस्थाले आएर तालिम 2 दिने तालिम दिइराखेकोले यो कोक्याप संस्थालाई धन्यवाद दिन चाहन्छु र भविष्यमा यसरी नै तालिम लिएर पाल्दा उत्पादन बढी हुन्छ कि यति भन्दै धन्यवाद। फरक कथा तर एउटै सपना, आत्मनिर्भर जीवन। सीमित अवसर, धेरै चुनौती, तर अटल विश्वास र निरन्तर प्रयासले सम्भावनाको ढोका खोलेको छ, जसको सङ्घर्ष आज अरूका लागि प्रेरणा बनेको छ। किनकि हरेक प्रयास आज सङ्घर्ष, भोलिको सफलता र प्रेरणा।